हैन यसो क्या अघि सुते हैन निदाइसो क्या थाहा नै भएन अनि के दिपिकालाई रेकर्ड गरेर फोन गरेँ रेकर्ड गरेर मैले गरेको छैन है प्रभाकर गर्छ ओके फर्स्ट रेस ठ्याक्कै मनिषको अनि कनाको अनि पिके सब एकैचोटि आयो के भएन सब के चुट्यायो अड्किदियो नि त मोबाइल पुरै उ भइसक्यो छिटो न अंकित भाइ खोइ त हामी बढ्यो भने के भने निकालो मेरो त्यही छ भाइ ए अंकित तेरो बर्थडे केक लिएर आएको छौँ मसँग पनि छ है र अंकित खाऊ पार्टी गर हेर है काटो है सबले एकैपल्ट काटो है हेर मैले दुईटा यसले ब्ल्याक फरेस्ट हैन अनि एउटा चकलेट केक लिएर आएको छु हैन माथि जाने मन लाग्दैन अघि लिएर राखेको खाने होइन अङ्कितले एउटा भए पुग्छ अंकित चकलेट यति धेरै छ केक हैन खाने चाहिँ कसरी हो के त पार्टी गर ल के काट अंकित केक काट ए तेरो केक खोइ दिपिके यहाँ छ के काट है 1 केकलाई देखाउने कि तिम्रो फेस के देखाइराखे कला भन न मलाई के भन्छ अंकित ल स्टार्ट है 1 2 3 ह्यापी बर्थडे चम्चा छ फेरि हेर्न काट है Happy birthday to Happy you. birthday to you. अंकित भाइ मनिष पिकेलाई हैन ह्यापी बर्थडे अंकित म बोल्दिन के अंकित अब आफै खाऊ आगर अंकित यार अंकित भाइ दिपिके खाऊ है कम खाने ह्यापी बर्थडे अघिदेखि केक पठाइदिरहेको छु मिठो रहेछ तर मेरो पनि अंकित ह्यापी बर्थडे अंकित अहिले केक लगाइदिन्छु अंकित अहिले केक लगाइदिन्छु निकाल्नु सरी बोल्दैन यो मान्छे प्रभाकर रिकर्ड गर्दैछ के कुरा बुझ न ओइ अंकित अहिले केक लगाइदिन्छु भ्लग बनाउँदैछु भन्न हेलो गाइस माय नेम इज क्रिक नेप्टर पोएटिक प्लिज अहिलेलाई घरबाट निकालिदिन्छु राति कराउँछ भन्दा अंकित आगर फर्स्ट टाइम मै निदाइसकेको थिएँ हैन भाइ सब निदाको मैले पिकेलाई कल गर्छु हैन दिपिकाले 1 घण्टादेखि कल गरेर चाहिँ उठाउँदैन त बा पिकेले कल गरेर पिके उठाएन रिप्लाई नगरे बेरे मान्छेले अनि खोइ कहाँ गयो अनि म त निदाइछु जिन्दगीमा पहिलो चोटी कल गरेर उठाएको थियो दुबैले अगाडि म कहिले सुतेको थिइनँ क्या अंकितको नाममा ह्यापी बर्थडे अंकित राति 12 बजे तेरो बर्थडे मनाउँछु ए मैले पोस्ट गरेको छु हेर त बर्थडे मैले पोस्ट गर्न नि भ्याएको छु हेर अब कसैले हेर्दैनन् म तेरि सक्यो तिनटै के ठ्याक्कै कसले फोन गर्यो हेर्न सक्यो कि एउटा केक त एउटा बाइट सक्यो अर्को बाँकी छ भोक लागिरहेछ अघिदेखि वेट गर्दा हैन खाइदिनु मैले त खाली बस्नुपर्छ नि
पिके चिलमा मैले त उसलाई अघि पठाएको छिटे मानिस पिकेको बुवा अहिले उठेर नै हेरिदिरहेको ठीक है भनौँ न हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल #प्रभाकर खड्का भनौँ न भोलि बिहान प्रभाकर हाम्रो घरमा रे के आज रिप हुन्छ रिप ल फेरि हामी लगी फेरि पठाइदिउँ कति भन न ट्याप गर न 20 25 25 ल एकैछिन ल आज धोस्ते काण्ड भयो कि केटाहरू सब सुत्या छन् फेरि पिकेलाई उठाएर फेरि सुताए हो मैले त्यही भएछ तर मेरोमा के भन्छ अलार्म लगाएको थिएँ म ठ्याक्क 12 बजे बिउजिन्थे अन्त मैले वाइफाई अफ गरेर सुतेको थिइनँ मारेर राखिदिन्थ्यो अरे हामी तिमीलाई के गयो है पैसा गयो पठाइसकेँ मैले 25 रुपियाँ अंकित भाइ खाइसक्यो यो केक अब अंकित भाइ ह्यापी बर्थडे वातावरण छैन यार आफ्नो बर्थडे केक खाने ल ओए त्यो ल्याउ न स्क्रिनशट ल्याउ न भने त्यो राति बर्थडे मनाएर केकसँगै फिल्टर अब सकेको केकको के फोटो खिच्ने अर्को बत्ती निभाल्छु म गोरो आउँछ बिहानदेखि ल स्क्रिनशट है ओए केक सबले आफ्नो केक देखाउ त सकिसक्यो देखाउ न देखाउ त्यो चाहिँ बाँकी त्यही देखाउ म स्क्रिनशट लिन्छु अंकितसँग सकिसक्यो यार के कस्तो बुक्का डर रहेछ
दुईटा दुईटा राखेर अनि मैले दुईटा लिएर आएको थिएँ। मसँग छ कि माथि जानु मन लागेन तिम्रो पज भयो त दादा अङ्कित पोज देऊ न के अङ्कित बर्थडे @12 बजे हैन अनलाइन बर्थडे फर द फर्स्ट टाइम हैन इन द हिस्ट्री मनिष पिकेको झुमा ब्ल्याक होल रहेछ पछाडि हेर्दा ब्ल्याक होल रहेछ रे माथि यहाँ यति मच्छर छ नि ह्यापी बर्थडे टु मी सुन आज निद्रा लाग्छ भनेर है मैले त्यो गरेँ निद्रा लाग्छ भनेर इयरफोन मैले राखेर नर्को होइन फोन जसाको त्यसै निदाइसक्यो क्या अघि कसो मलाई अरे अघि कस्तो 10 बजे निद्रा लाग्यो भन्दै थियो तिमीलाई गिफ्ट दिपेका भनिदियो अहिले म बोल्दा बोल्दै निदाउँछु होइन साँच्चीकै निदाइसक्यो क्या मैले त पब्जी खेलेर एक राउन्ड बर्थडे गिफ्ट चाहिन्छ लौ बर्थडे गिफ्ट चाहिन्छ अङ्कित बर्थडे गिफ्ट लिएर लौ मेरो त मेरो बर्थडे गिफ्ट चाहिँ हो अङ्कित भाइ अब अर्को पालो आयो अर्को नि काट्नु एउटा सक्यो एउटा खाइसक्यो मैले ओए अनुष्का दिदी जस्तो छ है मेरो दिदी आर्टिस्ट कति मिठो क्या केक सक्यो छैन बाँकी छ खाने हो राख न बिचरालाई भोलि लगिदेऊ जब त्यही अङ्कित भोलि आउने हो आउँछु फिक्स भइसक्यो मेरो ल भोलि कल गरे आएर अनि हामी होटलमा जानुपर्छ ल कुन होटल जाने अनि कल गर्नुपर्छ ल सबै भिडियो कल म त भोलि दिपिका कुन होटल जाने बर्गर हाउस चिकन स्टेसन जाउँला नि भने भएको त्यो मान्छेलाई भेटेको हिजो हामीले हो र प्रभाकरलाई यो जोकै भनेनौ तिमीहरूले छैन किन नभने कसले भन्यो अङ्कित ताली बजाइदिउँ कि एकपल्ट सबै फर्स्ट ताली टाइम बजाइदिउँ फर्स्ट टाइम अनलाइन बर्थडे मनायो होइन ताली बजाउँ त्यसले के खान्छ 1 ए चुपे 1 2 3 स्टार्ट ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु अङ्कित ह्यापी ओए Happy birthday to you. बर्थडे टु यु थ्याङ्क यू बर्थडे ल भोलि पार्टी लिएर आइज ल सक्यो केक नि सक्यो भइहाल्छ मेरो पोस्ट बनाउन कसैले ए हो त यार मैले नि पोस्ट गरेको छु हेरौँ न कसैले कसैले हेर्दा पनि हेरेन रिसै उठिसक्यो मलाई त सातवटा नोटिफिकेसन आएछ कल गरेर छु त कति धेरै छ नि कस्तो निदाएको के मलाई छ कहाँबाट के ओए दिपिका कहाँबाट यस्तो लामो लामो क्याप्सन लेखेँ क्या मैले त लेख्नै आएन आफै जे पाए त्यो लेखेको हो मैले हेर न पढ न एकचोटि दिन त अहिलेसम्म अनान्त रहेछ फ्युचर सिभिल इन्जिनियर होइन हो त सिभिल त पढ्छस् मिस्त्री रहेछ भोलि म गर्नुपर्छ मेरो चाहिँ कसैले नहेर मारि राखिदिन्छु तिमीलाई on the Sunday I wish the best life happy birthday comes around every year but friend like you can be कस्तो कि तिमीले किन अगाडि पोस्ट गर्दै है मैले गरेँ कि सुरु भाइ तिमीभन्दा पहिले हेर त्यहाँ ट्यागमा पहिला मेरो रहेछ है यस 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 भाडो जाऊ पहिले मैले गरेँ भाइ
म भोलि बिरामी भयो भने मनिषको गल्ती हुन्छ है। मेरो आइडीमा ए ठ्याक्कै म देखिन्छ कलेज। अघि बिरामी भएर होइन अनि औषधि खाएर घुमेर ठिक भएर म ल्याउँछु अहिले। रिप्लाई गरेन अनि म कोहीसँग बोलिरहेको थिइनँ म अनि यत्तिकै निदाएछु म हातको हातै। अनि मलाई अघि कल गरेको थिएँ।